आज म वास्तु दोष कसरी निवारण गर्न सकिन्छ भन्ने कुराको बारेमा जानकारी गराउन गइरहेको छु। वास्तु दोष निवारणको सन्दर्भमा कतिपय अवस्थामा वास्तु अनुकूल बनाउन खोज्दै पनि घरमा वास्तु मिलान नहुन सक्छ। वास्तु प्रतिकूल भएको घरमा निवास गर्दा अथवा बस्दा अशान्ति पैदा हुन्छ। त्यसैले वास्तुमा भएको दोषलाई विभिन्न वस्तुको प्रयोगले पनि निवारण गर्न सकिन्छ, जसको प्रयोग आधुनिक वास्तुशास्त्रीले बताएका छन्। जस्तै ऐना राखेर घरमा ऐना राख्नाले पनि वास्तु दोषबाट बच्न सकिन्छ। ऐनाले बाहिरी दुष्प्रभावलाई रोक्ने कार्य गर्दछ। ढोका सम्बन्धी वास्तु दोष भएको खण्डमा ढोका बाहिर ऐना राखेर दोष निवारण गर्न सकिन्छ। घरमा ऐना राख्दा पूर्व आकृति दिने खालको हुनुपर्छ, पूर्ण रूपमा आकृति दिने खालको हुनुपर्छ। निकै सानो र निकै ठुलो आकारको ऐनाको प्रयोग पनि हानिकारक मानिन्छ। यसै गरी बाँसुरी झुन्याएर पनि वास्तु दोष निवारण गर्न सकिन्छ भन्ने वास्तुविदहरूको भनाइरहेको छ। कसरी त भन्दा बाँसुरी शुभ सूचक वस्तु हो। बाँसको बाँसुरी शान्ति, शुभ समाचार, स्थायित्व एवं स्थिरताको प्रतीक हो। यसलाई घरमा अधोमुख गरी झुन्ड्याएर राखे उन्नति प्रवर्धन हुन्छ। बीमजन्य दोष भएको खण्डमा पनि बाँसुरीको स्थापनाले घरलाई सकारात्मक मार्गमा अघि बढाउँछ। यो उन्नति, प्रगति एवं सकारात्मक सद्गुणको सूचक हो। चीन, जापान जस्ता देशमा बाँसका वस्तुसँगै बाँसुरीलाई मङ्गल सूचक मानिन्छ र मानिएको पाइन्छ। घन्टी राखेर पनि वास्तु दोष निवारण गर्न सकिन्छ। जस्तै कार्यालयमा मिठो आवाज आउने घन्टी राखेर पनि वास्तु दोष निवारण गर्न सकिन्छ। ढोकामा स्वचालित घन्टी राख्नाले दूषित वायु, विकार, कष्टहरू नष्ट भई स्वच्छ अनुकूल वातावरणको सिर्जना गर्ने भएकाले वास्तु अनुसार कर्णप्रिय घन्टी राखेर पनि वास्तु अनुकूल बनाउन सकिन्छ। घन्टी राख्दा स्वर लहरीयुक्त हुनुपर्दछ। मुख्य प्रवेशद्वारमा लहरायुक्त घन्टीको प्रयोगले घरमा सुमधुर वातावरणको सिर्जनासँगै वास्तुजन्य दोष पनि निवारण हुने गर्दछ। यहाँ घन्टी भनेको विभिन्न आवाज दिने इलेक्ट्रोनिक स्विच प्रयोग गर्ने घन्टी भनेको होइन। प्राकृतिक धातुका स्वर लहरीयुक्त टिन आवाजयुक्त ढोकामा पर्दा जस्तै गरी झुन्ड्याउने विशेष प्रकारको घन्टी भनिएको हो। यसै गरी क्रिस्टल राखेर पनि वास्तु दोष निवारण गर्न सकिन्छ। कसरी भन्दा क्रिस्टलले पनि घरलाई सकारात्मक वायु प्रवाह गर्न सहयोग गर्छ। यसको प्रयोगले घरको आन्तरिक एवं बाह्य दुवै प्रकारको वास्तु दोष निवारण गर्न मद्दत पुर्याउँछ। त्यसै गरी गमला फुल सजाएर पनि वास्तु दोष निवारण गर्न सकिन्छ। गमलामा प्राकृतिक सुन्दर वृक्ष राखेर पनि वास्तु अनुकूल रहन सकिन्छ। दुध नआउने र पात नझर्ने खालका रुख बिरुवा घरको परिसरमा सजाउनाले पनि वास्तु दोष निवारण हुन्छ। र काँडादार वस्तुहरू चाहिँ घरको नजिकै लाउनु हुँदैन भन्ने मान्यता रहेको छ। यसै गरी जीवित माछा घरमा राखेर अथवा पालेर, माछा शुभ शकुनको प्रतीक हो। माछालाई घरमा सजाएर पनि वास्तु दोष निवारण गर्न सकिन्छ। घरमा जल तत्त्वको पूरण माछा घरले गर्दछ। मरेका माछा भने राख्नु हुँदैन। रोगी वा मरेका माछाले वास्तुमा प्रतिकूलता उत्पन्न हुन्छ। यसरी माछा मरेको खण्डमा तुरुन्तै परिवर्तन गर्नुपर्दछ। माछा घर राख्ने चलन चीन लगायतका अन्य विकसित मुलुकमा पनि रहेको पाइन्छ। यसै गरी मूर्ति स्थापना गरेर पनि वास्तु दोष निवारण गर्न सकिन्छ। घरमा विभिन्न देवी देवताका मूर्ति स्थापना गर्नाले पनि वास्तु दोष निवारण हुने गर्दछ। दिशा र घरको अवस्था अनुसार विभिन्न देवी देवताको मूर्ति स्थापना गर्न सकिन्छ। यसरी मूर्ति स्थापना गर्दा विज्ञको परामर्श लिनु उचित हुन्छ। यसै गरी रङको सजावटले पनि वास्तु दोष निवारण गर्न सकिन्छ। रङको साज सजावट पनि वास्तु दोष निवारण गर्न सकिन्छ। घरको प्रमुख व्यक्ति सूर्य तत्त्व प्रभावित भए वा सिंह लग्नको भए सुनौलो रङको घर उत्तम मानिन्छ। यसै गरी चन्द्र तत्त्व वा कर्कट लग्नको भए सेतो रङको घर उपयुक्त मानिन्छ। यसै गरी मेष र वृश्चिक लग्नको हुने घर प्रमुखका निम्ति रातो रङको घर अनुकूल हुन्छ। मिथुन र तुला लग्न हुने प्रमुख व्यक्तिका घरमा हल्का हरियो मिश्रित रङ शुभ मानिन्छ। वृष र तुला लग्नवाला व्यक्तिका लागि सेतो फिक्का रङ उपयुक्त मानिन्छ। यसै गरी धनु र मीन लग्न हुने मान्छेका लागि पहेँलो, मकर र कुम्भ पहेँलो राम्रो हुन्छ भने मकर र कुम्भ लग्न हुने घरमुलीका लागि कालो र खैरो रङ शुभ हुन्छ। जलाशय वा पानीका फोहरा राखेर पनि वास्तु दोष निवारण गर्न सकिन्छ। घरको परिसरमा पानीका फोहरा राखेर पनि वास्तु दोष निवारण गर्न सकिन्छ। जल जीवन तत्त्वको प्रतीक हो। जलले मनमा स्वच्छता प्रदान गर्न मद्दत गर्दछ।
यसै गरी पानीको फोहराले वायुको विकारलाई निस्तेज गर्छ। घरको आग्नेय कोणमा जलाशय बनाउनु शुभ मानिन्छ। घर मानव जीवनको अपरिहार्य आधारभूत आश्रयस्थल हो। यसै गरी घर सुख शान्ति प्रदान गर्ने हुनु आवश्यक छ। धेरै धन खर्च गरेर मात्र घर राम्रो हुँदैन। घरमा आवश्यक पर्ने विषयवस्तुको उचित मिलान हुन सकेन भने त्यही घर अशान्तिको कारक बन्न सक्छ। त्यसैले जीवनलाई सुन्दर र सार्थक बनाउन वास्तु अनुकूलको घर निर्माण र व्यवस्थापन गर्नु अति आवश्यक हुने गर्दछ। र विशेषतः वास्तुको दृष्टिकोणबाट विचार गर्दा आग्नेय कोणमा कहिले पनि विशेषतः टोयलेट नबनाउनु, ईशान कोणमा टोयलेट बाथरुम र किचन नबनाउनु, यति कुरा चाहिँ गर्न सक्ने हो भने वास्तु दोषका धेरै कुराहरू पनि निवारण गर्न सकिन्छ। ठाउँ सानो भए पनि हामीले कहिले पनि ईशान कोण भनेको भगवानको प्रवेश गर्ने कोण हो। भगवान प्रवेश गर्ने कोणमा चाहिँ भुलेर पनि शौचालय त्यसपछि आएर किचन बनाउनु चाहिँ हुँदैन भनिएको छ। हवस् त, यहाँहरू सबैको जय होस्।